त हालिरहेछ है। अब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ। छटपट बोलिरहेछ। मेरो घर त पाल्पा गाई चरी चाहिँ आफ्नो आफ्नै पारामा बल्छी खेल्दै हामी। हेलो एन्ड नमस्ते, वेलकम टु माई ब्याक युट्युब च्यानल। सबैजना राम्रै छु। आज चाहिँ हामी क्लिन लियोन ड्याम है हामी चाहिँ जानु आएको चाहिँ ड्याम चाहिँ वाल बनाउने छ है त्यो एरियामा चाहिँ हामी चाहिँ तम्म गएर छौँ है। आज चाहिँ अलिक ढिला लेट भइसक्यो, फेसिलिटी त्यति साह्रो हुँदैन होला साइड किनभने काम भइसक्यो। साथीहरू चाहिँ सबै यहाँ निक्लिँदैछन्। गाडी चाहिँ यहाँ चाहिँ दुईवटा गाडी, मेरो गाडी चाहिँ अझै आउँदैछ। रोडहरू है अब चाहिँ सत्त पसिदिनुपर्छ। रोडहरू रेडी हुँदैछ। आइटम रेडी हुँदैछ है ग्यासतिर। छटपट बोलिरहेछ। गाई चरी चाहिँ आफ्नो आफ्नै पारामा बल्छी खेल्दै हामी। सब आफ्नै आफ्नै पारामा बल्छी खेलेर कोही टिकटक है टिकटक चलिरहेछ। एउटा रड लिएर बसिरहेको छु म चाहिँ। पानी डाँडैमा गुराँस फुल्यो झलला। अब सन्ध्या हुन्छ दिल मेरो घबराउँछ। तिम्रो मिलनको आसमा ध्यारोले सताउँछ। ओठ हाँसोको लागि
हाँसो एकछिनको लागि त्यो हाँसोको लागि हाँसो एकछिनको लागि शून्यता कालो बादल छाएको जस्तो पछि झन्झनको छ हेले काली बेसी मेरो घर त पाल्पा बहिनीको मेरो घर त पाल्पा ल गाइजहरू चाहिँ पुरा थोकिदिएको अवस्था है गङ्गाहरूले खाइदियो चाहिँ झ्याममा कसो सिसा केही भएन लेकिन गलास चाहिँ यसरी झ्याममा हानिदियो गङ्गाहरूले खाइदियो है गङ्गाहरू चाहिँ बेसी छ बाटोतिर है पुरा जोरैबाट हान्दैछ नि त गङ्गाहरू चाहिँ गाडीभन्दा ठुलो है खतरा आइरहेको थियो झ्याम ठोकिदियो यताको सिसा सबै गयो भनेको तर गएको रहेनछ ल आजलाई यति नै है त गाइस